बिरयानी है बिरयानी सेफ है भाइ नेपाली सेफ आज 30,000 जति पानी भयो आज काममा खोइ बढी देखायो लाउरे हुने हो क्या भाइ ओए युके आर्मी हुने हो क्या ओ भाइ कडा छ है हाम्रो बाबु हेर यत्रो 19 महिनाले सिकाउँदैछ भाइलाई रिसिभ गर्न आइयो फान ब्रो नर्थ एयरपोर्ट हेलो हेलो ब्रो के छ एकदम ठिक छ ल हिँड्छौँ भाइ हिँड्छौँ हाम्रो हिँड्छौँ भाइ यो हाम्रो नर्थ फान ब्रो नर्थ भने चाहिँ सानो छ एयरपोर्ट बेलुका कामबाट फर्केर भाइलाई ढिलो भएछ ल एकदम जाउँ है जाडो अलिक हराउँदैछ नि होइन अनि भाइ यात्रा कस्तो भयो भन्न त रेडिङदेखिको राम्रै हो आज ट्राफिकले बिहान पनि वेटिङ अघि आउँदा पनि वेटिङ 1 घन्टा आज त दिनै मेरो वेटिङमा गयो ओभरै चिनो हेरेर हिँड्नुपर्ने रहेछ तर चाहिँ भयो नि भाइको ढाका टोपी चाहिँ ओभरै छ है ढाका टोपी लाउनु पर्यो नि त भाइले युकेमा चाहिँ ढाका टोपीले युकेलाई यो भनेको चाहिँ तपाईँ माउन्ट एभरेस्टको हाइट अरे क्या टोपी भनेको नेपालीले चिनाएको छ यो ढाका टोपी लाएर माउन्ट एभरेस्ट जस्तै उच्च अरे क्या टाउ अस्ति अनि यो टोपी लाएर कहाँ गयो अरे भन्ने त टोपी लाएर म काममा पनि जान्छु अस्ति इन्टरभ्यू गर्नु पनि दियो है टोपी ढाका टोपी लाएर भाइलाई इन्टरभ्यू फर्स्ट नेपाली होला भाइ ढाका टोपी लाएर इन्टरभ्यू दिने चाहिँ रेकर्डै राखिदियो कोही छैन होला राख्नु पर्यो नि त हो नेपालीपन देखाउनु पर्यो नि त यतिको नेपालीपन चाहिँ हुनुपर्छ है भाइ जतिको चाहिँ हुनु पर्यो युकेमा आइसक्दा पनि ढाका टोपी छोड्नु भएन यति चाहिँ हुनु पर्यो नेपालीको पहिचान ओके ठिक छ अब हामी लागौँ है लाग्नुपर्छ रात पनि पर्यो बिरयानी है बिरयानी सेफ है भाइ नेपाली सेफ आज 30,000 जति पानी भयो आज काममा खोइ बढी देखायो लाउरे हुने हो क्या भाइ ओए युके आर्मी हुने हो क्या ओ भाइ कडा छ है त्यो बोकाइले त भाइ युके आर्मी छिटै हुन्छ जस्तो छ ढाका टोपी चाहिँ ओभरै छ है भाइले चिनाएकै भनेको भाइले नै है युकेमा नेपालीको सान भनेको युकेमा भाइकै भन्छ ओ टुप्पी बना न पछाडि चुल्ठो भन्छ के भन्छ ए मासुमा जाउँ न यता यता हो यता मासुको माल यता हो मासु माथि यता यहाँ हो क्या आजको सेफ हो भाइ है चिकन बिरयानीको माल यहाँ छ यहाँ के गर्यो अरे आज चाहिँ ठुलो उपलब्धि के गर्यो अरे आज उपलब्धि नै उपलब्धि छ आज 600 लगभग 700 पाउन्डको फोन हरायो राम्रो मिठो काम गर्यो है नेपाली रुपियाँ धर्दै 2 लाख बिरयानी खाने धुनले हो फोन हराएको आयो गर्छ है के राजकुमार दाइको घर आफ्नो फापेको रहन्छ मलाई हो र चिनो हेरेर आउनु पर्यो ब्याड लक रहेछ नि तिम्रो हुनु चाहिँ अस्तित्वको चाहिँ हजुर कुटा त्यहाँ मसला कुट्दैछ कुटाइ मसला हाम्रो बाबु हेर यत्रो 19 महिनाले सिक्दैछ काम पक्का सिकिसक्यो ल यो ल यहाँ ल जाऊ भयो यति नै यता बिरयानीको लागि मसला पाक्दैछ हाम्रो लागि चाहिँ चट्ट अदुवा लसुन ल है दाइको अनि कमिक सेक बिना त दाइ किचन चल्दैन नि त फेरि कमिक सेक अनिवार्य चाहिन्छ क्या किचनमा हेल्पर कमिक सेफ भने चाहिँ हेल्पर हो हेल्पर ल ओके यो चाहिँ के यो चाहिँ ओ चिकन वाह
हामी सोरेम छिटो पाक्छ नि त रेडी हुन्छ नेपाली मेड इन नेपाल हो ढाड लाएर नेपाली सेफले खाना बनाउँदैछ बिरयानीको लागि चाहिँ कमिक सेफ अरे म होइन के अरे भन्नु भाइ यहाँ भन त ल के अरे यहाँ फेरि भाइको यहाँ हुँदैछ सरसफाइ गर्ने कमिक सेफ के सरसफाइ यस्तो हेड सेफले त पुरा काम गराउँछ त कमिक सेफ भयो सरसफाइ के चाहियो त ल्याइदिनु पर्यो के आउँछ भने कमिक सेफ यो चाहिँ खाइदिँदै गर्दा हुन्छ है खानु न भने तपाईँको एउटा भागको कटाइदिन्छु सेफले त के भन्यो एउटा भाग पठाइदिन्छु भन त यार चाखिदियो ल बनेर राखेछ भरे घटाइदिन्छु एउटा पठाइदिने भरे भात मात्रै खाँदा हुन्छ मारी भने यार मैले त थोरै मात्रै खाएको त यार ए यति खाएको एउटा घटाएर देऊ नि त मलाई अहिले भरे ल भनेको भाइ तेलै मात्र छ त नि यो त के हो यस्तो नि हुन्छ यो हो चामलले खान्छ नि त चामल हाल्न माल पनि भिसाइसक्यो सेतो सेतो मालहरू अब कस्तो हुन्छ अहिले लास्टको फाइनल ब्लो अप हेर्नुपर्छ भाइको ल बिरयानी चिकन बिरयानी इन युके भन्यो के अरे यो सर राइठा के अरे राइता कि राइठा सेफले पनि के नाम राखिदिन्छ हो यति नै हो नुन ल हेर त यार चला गरे ओ माई गड सब भुइँतिर झारेर यार यो राइतामा हाम्रो सेफले भनेको प्याज धनियाँ पनि हाल्छ अरे यहाँ युट्युबमा हेर्नु न राइठा कसरी बनाउँछ अनि हाम्रो सेफले त युट्युबतिर पो पाउँछ त यस्तो खालको सेफ लास्ट बिल्ला पो सेफ रहेछ त लास्टमा लास्टमा आएर त युट्युबमा हेर्नु न के हाल्छ भन्छ त सेफ त बिल्ला पो रहेछ त हाम्रो सेफ त नामको मात्रै सेफ हो यहाँनिर के प्याज अरे टमाटर पनि लाउँ कि यसो चटपटे स्टाइलमै बनाइदिनु कागती पनि लगाइदिउँ मिठो छ है सेफ चाख्ने चाख्नु त फेरि सेफ भन्नुको मात्रै सेफ रहेछ फेरि सब युट्युबमा हेर्नु भन्दो रहेछ अनि म्यारिनेट चाहिँ फेरि मैले नै हानेको है यो चाहिँ पक्का मैले किन युट्युबमा हेर्नु भन्ने कुरा चाहिँ बुझ्नु न पहिले सेतो नखोज्नु न हल्का साम्पाङ जस्तो म हल्का साम्पाङ होइन नि त फेरि हँसाइ त मारो है होइन हर्क त अब प्रधानमन्त्री हुने मान्छे हो नि कहाँ के भनेको लौ हर्क नेपालको प्रो सेफले चाहिँ बिरयानी बनाइसक्नु भयो इन्डियनतिर आइसक्न लाग्यो अब हाल्नुहुँदैछ यहाँ किर्ची मिर्चीहरू अब हजुर हो किर्ची मिर्ची हाल्नुभयो सरले त तर यता भुइँतिर पनि हाल्नु रहेछ फेरि टिपेरै माथि हाल्नु रहेछ हाइजेनिक चाहिँ हुनु नरहेछ हाम्रो सेफ ल हेर त हाम्रो सेफ त फेरि हाइजेनिक चाहिँ छैन रहेछ है भन्ने बुझ्यो फेल हो नि फेरि यो खालको देख्यो भने चाहिँ यस्तो अनि भुइँको पोचा लाग्छ भन्दामा चाहिँ टिपेरै खानु अनि त्यो त होइन नि त 20 सेकेन्ड त्यो त थाहा छैन म ल पक्का हाम्रो सेफको चाहिँ बल्ल फिनिसिङ के हो यो ओ माई गॉड व्हाट इज दिस यार यो त डक स्टाइल भयो त यार दाइलाई त अघि एउटा उ गरेको ए है म त है के गरे अघि मलाई तपाईँले एउटा खानुभएको होइन नदिने त भनेपछि एउटा घटाइदिने ल मलाई त घटाइदिने अरे त्यो एउटा मासु के गरे ल यस्तो पनि हुन्छ ओ माई गॉड हेर त सेफ त ओभर छ त हाम्रो सेफ त नेपाली सेफ त यार नखर न यस्तो यार ल दिउँ ल हामी यो चाहिँ हाम्रो राइट हाल्नुपर्छ है दाइ राइट चाहिँ हुँदैन है खाऊ है म चाहिँ राइता न साइता राइता चाख्नु न नखाने म खाँदिनँ नखाने भनेर हुन्छ
खानुपर्छ। नुन लागेन कि के हो? लाग्छ। हाम्रो सेफले बिरयानी पनि दामी बनाउनु हो, हामीले दामी खाइयो पनि, पुरै टल्काइयो प्लेट पनि झर्लक्कै। सो एकदम रमाइलो, भाइसँग आज धेरै पछाडि भेट भएको भाइसँग। सो फेरि हामी अर्को भिडियो लिएर आउनेछौँ। सो सी यु इन नेक्स्ट ब्लग। बाई बाई भाइ, कोही बाई बाई। के हो रुन आँट्यो त यार? हामी गफ दियो भने जस्तो तरिकाले मात्रै रियाक्सन गरेको।